ए म त पढाउन आएको है जान्छे ल कक्षा 10 मा पढ्ने सम्पूर्ण भाइ बहिनीलाई नमस्कार। आजको यो एडु 1 को भिडियोमा हामी क्लास 10 साइन्सको फर्स्ट च्याप्टर साइन्टिफिक लर्निङ पढ्न गइरहेका छौं, जसबाट अल टुगेदर 3 मार्क्सको क्वेशन आउने गर्छ र यो र च्याप्टर 13 बाट मिलेर टोटल 10 मार्क्सको क्वेशन आउनै पर्छ। बुझ्नु भने दुईटा च्याप्टरबाट टोटल 10 मार्क्सको क्वेशन आउने हो। नर्मल्ली के हुन्छ त यो 3 मार्क्सबाट च्याप्टर 13 हाम्रो आईसीटी बाट कति त 7 मार्क्सको क्वेशन 7 3 10 गरेर आउने है त। ल यो च्याप्टर हामी बुझ्ने छौं। अब कहिलेकाहीँ 6 4 पनि हुन सक्छ, 5 5 पनि हुन सक्छ, दुईटाबाट यसो याद चाहिँ गरौँ। अब यसमा हामी के गर्छौं भन्दाखेरि पहिला अलिकति बुझौँ ल। साइन्टिफिक भन्ने कुनै वर्डबाट आउँछ होला नि त, त्यो भने कहाँबाट आउँछ? अफ कोर्स साइन्सबाट आउला। साइन्स भने बुझ्नु पर्यो पहिला के हो त साइन्स भनेको। ल अब साइन्सै पढेर साइन्स भने बुझेन भने त के काम लागेर हैन त। पहिला साइन्स भने बुझौँ ल। यो साइन्स भनेको हामी अर्गनाइज्ड नलेज भन्छौँ क्या, भनेको टक्क मिलाएर राखेको कि त ज्ञानहरू। जस्तै हाम्रो किताब हुन्छ नि, सबै कुरा टक्क तिमीलाई दिएको हुन्छ नि, मिलाएर राखेको, त्यस्तै एउटा बुझौँ। अब यो अर्गनाइज्ड नलेज अब कि त यो कस्तोबाट त आएको, डिफ्रेन्ट ठाउँबाट आएको क्या हैन त। डिफ्रेन्ट कुराबाट हाम्रो वरपर भइरहेको साइन्स भन्ने बित्तिकै हाम्रो वरपर भइरहेको सराउन्डिङ्स, वरपरको नेचुरल इभेन्ट्स, वरपरको नेचुरल वर्ल्डमा के भइरहेको छ, किन भइरहेको छ, कसरी भइरहेको छ, केले गर्दा भइरहेछ, कसले गर्दा भइरहेछ, यही कुराहरू चाहिँ हामी कहाँ त साइन्सबाट बुझ्छौँ। त्यही कुराको ज्ञान लिनु नै के हो त साइन्स। विभिन्न तरिकाले हामी सिक्छौँ, त्यो तरिका यसो मैले कुरा गरिहालेँ। साइन्स भनेको त्यो नलेज हो भने लर्निङ भनेको त्यो सिक्ने तरिका क्या। बुझ्नुभयो भनेपछि साइन्टिफिक लर्निङ भनेको के रहेछ त, यसो विचार गर्दाखेरि एकदम अर्गनाइज तरिकाले केही कुरा सिक्ने, केही कुराले कसरी काम गर्छ, किन काम गर्छ, यही कुरा बुझ्नु नै के हो त साइन्टिफिक लर्निङ हो है त। अब यसको डेफिनेसनहरू हजुरहरूले याद गरि नै हाल्नु भयो होला। डेफिनेसन गर्नु पर्यो भने साइन्टिफिक लर्निङ भनेको के त, इट इज द प्रोसेस अफ लर्निङ थ्रु डिफ्रेन्ट साइकल्स सच एज के त अब्जर्भेसन होला, हाइपोथेसिस, एक्सपेरिमेन्टेसन, एनालाइसिस एन्ड के त रिजल्ट, यो भनेर हामीले पढ्यौँ नि। र यही कुराहरू चाहिँ अब हामी अप्लाई गर्छौँ है त। केही कुराहरू यो भयो। अब यति भइसकेपछि हेर्नु त गेम थ्रु अब हामी यसमा यसको के त केही स्टेप्सहरू हुन्छ भने नि। अब मैले यहाँनिर यसो सर्टमा याद गर्नको लागि जस्तै स्कुलतिर सरहरूले ओए सुन त भन्छन् नि हो, त्यही कुरालाई अलिकति फर्मुलातिर उतारिदिउँ है त। गेम थ्रु के त ओए भनेको त ओ मात्र लेखेँ मैले है त। अनि त्यसपछि सुन भने के त, सुन भनेको त्यो लाउने सुन होइन कि, सुन भन्छ नि सरहरूले कराएर, कति कराइरहेको, चुप लाएर सुन्न सक्दैनस् भन्छ नि, त्यही सुन क्या हैन त। भनेको HEAR हियर, इङ्ग्लिसमा त्यही भन्छ नि सुन्नुलाई, हियर। यहाँबाट यसो याद गरौँ त। ओ भने के त अब्जर्भेसन, अब्जर्भेसन भने के त हामीले वरपर के भइरहेछ त्यही कुरा निहाल्ने हैन त। भनेको अब्जर्भेसन के बाट गर्न सकिन्छ त, हामीसँग 5 वटा अङ्गहरू छन्, विशेष अङ्गहरू, जसलाई हामी ज्ञानेन्द्रिय अङ्ग भन्छौँ या कि त हामी सेन्सरी अर्ग्यान्स भन्छौँ। भनेको 5 वटा के छ त, आँखाले हेरेर होला, स्किनले केही कुरालाई छोएर या फिल गरेर होला, त्यस्तै गरी के त अर्को हाम्रो जिब्रो होला, जिब्रोले केही कुराको के त टेस्ट गरेर होला। त्यस्तै गरी अर्को भनेको हाम्रो के हुन्छ त नाक होला, केही कुराले के त सुँगेर। अनि अर्को अहिले भनिहालेँ के त अर्को कान होला के त सुनेर। सबै कुरा देखेरै मात्र सिकिन्छ भन्ने पनि छैन नि त। जस्तै आगोको छेउमा गयो भने पोल्छ भनेर त के त गएर छुनै पर्यो नि त हैन त। ल भनेपछि त्यो कुरा केही कुरा स्किनले छोएर होला। अब जस्तै केही कुरा यसो यताबाट गन्ध आइरहेछ भने त्यो गन्ध आयो भनेर के त नाकले सुँग्नु पर्ला नि त हैन त। ल यही कुराहरू चाहिँ हामीले बुझ्नु पर्यो। यसलाई हामी के भन्छौँ अब्जर्भेसन। भनेको हामीले वरपर हेर्दाखेरि के देख्छौँ या हामीले के फिल गर्छौँ त्यो चाहिँ अब्जर्भेसन भयो त। तपाईहरुले सुरुतिर यसो पानी परेको पछि ठ्याक्क कि त इन्द्रेणी देख्नुभयो होला। इन्द्रेणी देखेपछि यसो दिमागमा आयो होला नि त, कसरी लाग्यो होला इन्द्रेणी, अरू बेला त देख्दिन, पानी परेपछि किन देखिन्छ भने एकचोटि त क्वेसन आयो होला नि। अब्जर्भेसनमा त्यही गर्ने हो। एकचोटि हेरिसके पछाडि या केही कुरा फिल गरिसके पछाडि तपाईले गर्ने के हो त क्वेसन गर्ने हो नि। क्वेसन सोधिन्छ नि, किन भयो, कसरी भयो, 5W1H भन्छौँ नि, कसले, किन, कसरी, कहाँ, कहिले, यही सोध्छौँ नि। अब यो नाली बेली खोज्ने भन्छ नि, त्यही खोज्न थाल्छौँ हामीलाई थाहा नभएपछि। ल त्यो पछाडि के हुन्छ त हाइपोथेसिस भने होला भने क्या। भनेको मतलब यसलाई अब गेस भनौँ न, एउटा गेस हान्छौँ नि हामी। जस्तै MCQ 4 वटा दिएको छ भने 1 2 3 4 इनी मिनी म्याङ्गो यु क्यान गो भनेर ट्याक्क अप्सन सी लाउँछौँ नि। त्यस्तै त्यो चाहिँ गेस भयो। अब यो गेस पनि हावा गेस चाहिँ होइन। हाइपोथेसिस भनेको कस्तो त एजुकेटेड गेस भन्छौँ क्या हामी, बुझ्नुभयो।
अलिकति के पढी लेखेको गेस क्या पढी लेखेको मान्छेले कस्तो गेस गर्छ त हेर्नु त इन्द्रेणी पर्यो भने पानी नै परेपछि किन चाहिँ इन्द्रेणी आउने भनेर हामीलाई गेस आउँछ नि त गेस गर्न थाल्छौँ के थाहा होइन माथिबाट पानी पर्ने बेला कसैले यसरी के त 7वटा रङको लाइट टिलिक्क बालिदिरहेको हो कि होइन त त्यो पनि एउटा गेसै हो नि तर करेक्ट हो होइन अब किन हुन्छ त अब त्यो जब पानीको ड्रप के त तल आइरहेको हुन्छ लाइटमा अब त्यो पानीको ड्रपमा लाइट गएपछि त्यसले रिफ्र्याक्ट गर्छ सेतो लाइट त्यहाँ जाँदाखेरि कति त 7वटा कलर बनेर निस्किन्छ त्यही कुरा हामीले पढेको ल त्यसरी चाहिँ अब एजुकेटेड गेस हान्ने कुरा क्या त्यसलाई हामी हाइपोथेसिस भन्छौँ जस्तै मैले नि साइन्सको बारेमा केही नयाँ कुरा देखेँ भने मैले पनि हाइपोथेसिस बनाउन मिल्ने भयो हाइपोथेसिस बनाउँदैमा सबै कुरा हुन्छ भन्ने छ र छैन नि त्यस पछाडि ई भनेको हामी एक्सपेरिमेन्ट भन्छौँ क्या एक्सपेरिमेन्ट भनेर बुझिन्छ नि प्रयोग या टेस्टिङ भने क्या अघि तपाईँले गेस हान्नु भयो नि गेस हानेर भयो भएन नि टेस्ट गर्नु पर्यो क्या यदि गेस हानेको कुरा मिल्यो कि मिलेन भनेर टेस्ट गरिएन भने तपाईँको गेस मिल्यो मिल्दैन नि त जस्तै त एमसिक्यूमा पनि त एउटा अप्सन यो होला भनेर मात्र हुन्छ त टिक लाउनु पर्यो मिल्यो भने मिल्यो मिलेन भने कसैलाई के जाने हो र होइन ल त्यसै गरी अर्को हेर्नु त एक्सपेरिमेन्ट गरिसकेपछि त्यहाँबाट हामीले केही एउटा रिजल्ट पाउँछौँ क्या तपाईँको कि त हाइपोथेसिस मिल्यो कि मिलेन भनेर हाइपोथेसिस मिलेन भने के त फेरि गर्न मन लाग्यो भने गर्नु पर्यो गर्न मन लागेन भने छोडिदिने मिल्यो भने त मिलेको अब अर्को एक्सपेरिमेन्टमा जान्छौँ ए भनेको के त एनालाइसिस भन्छौँ हामी होइन त एनालाइसिस भनेको एनालाइज गर्ने तपाईँको एक्सपेरिमेन्टबाट त एउटा सर्टेन डाटा आउँछ होला नि सर्टेन कि त एउटा के भन्ने अब एउटा तथ्याङ्क आउँछ इन्फर्मेसनहरू आउँछ नि त्यो एनालाइसिस भनेको चेक गर्ने क्या बुझ्नुभयो तपाईँले गरेको हाइपोथेसिससँग त्यो एक्सपेरिमेन्ट गरिसकेपछि केही डाटा आउँछ केही इन्फर्मेसन आउँछ केही कुराहरू चाहिँ त्यहाँबाट नयाँ कुरा आउँछ है त्यो कुरालाई हामीले जुन एजम्सन हाइपोथेसिस जेनेरेट गरेर स्टार्ट गरेको एक्सपेरिमेन्टसँग मिल्यो कि मिलेन भनेर एनालाइज गर्नु चेक गर्नु त्यही भन्दैछु ठिक छ ल अब यो एनालाइसिस भनेको के त चेक गर्ने क्या बुझ्नुभयो नि अघि तपाईँले एक्सपेरिमेन्ट गर्नुभयो एक्सपेरिमेन्ट गर्दा चाहिँ टेस्ट गरेको मिल्यो कि मिलेन भनेर एक्सपेरिमेन्ट गर्दैमा सबै कुरा थाहा हुन्छ हुँदैन नि त्यहाँबाट त केही डाटा आउला केही इन्फर्मेसन आउला त्यो सबैलाई प्रोसेस गर्ने भने के त एनालाइज गर्ने यसो हेर्ने ठिक छ कि छैन तपाईँले गरेको एक्सपेरिमेन्ट सबै ठिक छ कि छैन सबै चेक गरिसकेपछि डाटा पनि आफूले चाहेको जस्तो आयो कि आएन के थाहा तपाईँले जस्तै चाहेको जस्तो डाटा नआइदिनु नि त सक्छ नि आएन भने त फेरि हाइपोथेसिसबाट सुरु गर्नु पर्यो नि अब नत्र के त तपाईँले मिल्यो भने के गर्नुहुन्छ त तपाईँको एउटा सर्टेन रिजल्ट निस्किन्छ रिजल्ट निस्किसकेपछि गर्ने के त जस्तै रिजल्ट निस्किएपछि हुर्रे म पास भएँ होइन त बुझ्नुभयो रिजल्ट निस्किएपछि के गर्नुहुन्छ त तपाईँ जस्तै अरूलाई सेयर गर्नुहुन्छ नि होइन त रिजल्ट निस्किसकेपछि त्यसबाट एउटा सर्टेन कन्क्लुजन निस्किन्छ अनि तपाईँ अब आफूले नयाँ कुरा पत्ता लगायो भने आफै भित्र लुकाएर त राखिँदैन होला नि त नयाँ कुरा पत्ता लगाएपछि के त सबलाई सुनाउँदै हिँड्नु पर्यो नि ओइ मैले यो पत्ता लगाएँ देखिस् भन्दै होइन त यो चाहिँ हाम्रो के त साइन्टिफिक लर्निङको केही स्टेप्सहरू अब यो तरिकाले सिक्यौँ भने चाहिँ गजब हुन्छ भनेर क्या हामीले हरेक कुरामा यो रुल अप्लाई गर्न सक्ने भयौँ है त नयाँ कुरा सिक्दाखेरि यसरी चाहिँ सिक्न सक्ने भयौँ यसलाई नै भन्छौँ हामी ओए सुनवाला रुल है त लाम्बो ठिक छ हाइपोथेसिस मिलेन भने के त फेरि गर्न मन लाग्यो भने गर्नु पर्यो गर्न मन लागेन भने छोडिदिने मिल्यो भने त मिलेको अब अर्को एक्सपेरिमेन्टमा जान्छौँ ए भनेको के त एनालाइसिस भन्छौँ हामी होइन त तपाईँले एक्सपेरिमेन्ट गर्नुभयो एक्सपेरिमेन्ट गर्दा चाहिँ टेस्ट गरेको मिल्यो कि मिलेन भनेर एक्सपेरिमेन्ट गर्दैमा सबै कुरा थाहा हुन्छ हुँदैन नि त्यहाँबाट त केही डाटा आउला केही इन्फर्मेसन आउला त्यो सबैलाई प्रोसेस गर्ने भने के त एनालाइज गर्ने यसो हेर्ने ठिक छ कि छैन तपाईँले गरेको एक्सपेरिमेन्ट सबै ठिक छ कि छैन सबै चेक गरिसकेपछि डाटा पनि आफूले चाहेको जस्तो आयो कि आएन के थाहा तपाईँले जस्तै चाहेको जस्तो डाटा नआइदिनु नि त सक्छ नि आएन भने त फेरि हाइपोथेसिसबाट सुरु गर्नु पर्यो नि अब नत्र के त तपाईँले मिल्यो भने के गर्नुहुन्छ त तपाईँको एउटा सर्टेन रिजल्ट निस्किन्छ रिजल्ट निस्किसकेपछि गर्ने के त जस्तै रिजल्ट निस्किएपछि हुर्रे म पास भएँ होइन त बुझ्नुभयो रिजल्ट निस्किएपछि के गर्नुहुन्छ त तपाईँ जस्तै अरूलाई सेयर गर्नुहुन्छ नि होइन त रिजल्ट निस्किसकेपछि त्यसबाट एउटा सर्टेन कन्क्लुजन निस्किन्छ अनि तपाईँ अब आफूले नयाँ कुरा पत्ता लगायो भने आफै भित्र लुकाएर त राखिँदैन होला नि त नयाँ कुरा पत्ता लगाएपछि के त सबलाई सुनाउँदै हिँड्नु पर्यो नि ओइ मैले यो पत्ता लगाएँ देखिस् भन्दै होइन त यो चाहिँ हाम्रो के त साइन्टिफिक लर्निङको केही स्टेप्सहरू अब यो तरिकाले सिक्यौँ भने चाहिँ गजब हुन्छ भनेर क्या हामीले हरेक कुरामा यो रुल अप्लाई गर्न सक्ने भयौँ है ल अब चाहिँ हामी च्याप्टर सुरु गर्छौँ अघिसम्मको चाहिँ हामीले जान्नुपर्ने कुरा पहिल्यै अब च्याप्टर सुरु गर्छौँ यहाँ के छ त भेरिएबल्स भन्ने कुरा छ भेरिएबल्स भनेपछि म चाहिँ इङ्ग्लिसको एउटा वर्ड भेरी भन्ने सुन्छु भेरी भनेको हाम्रो नदी होइन ल भिएआरवाई भेरी भनेको केही कुरा के त
चेन्ज भइरहेको छ भने त्यसलाई हामी भ्यारी भन्छौँ, या केही कुरा चाहिँ फरक फरक भइरहेछ भने त्यसलाई के त भ्यारी भन्छौँ। मानौँ म कि त एउटा एक्सपेरिमेन्ट गर्दैछु भने त्यहाँनिर एउटै एक्सपेरिमेन्टलाई धेरै कुराले फरक पार्न सक्छ नि हो, त्यही फरक पार्ने कुराहरूलाई चाहिँ हामी के भन्छौँ त भेरिएबल्स भन्छौँ। अब यो भेरिएबल भन्ने बित्तिकै के भन्दाखेरि जस्तै कुनै एउटा फ्याक्टर हुनसक्छ हो, कुनै एउटा के त ट्रेट हुनसक्छ, या कुनै एउटा यस्तो कन्डिसन हुनसक्छ जसले गर्दाखेरि चाहिँ के त एक्सपेरिमेन्टको रिजल्ट के हुनसक्छ त फरक फरक आउन सक्छ। त्यसलाई नै हामी के त भेरिएबल भन्छौँ। भनेपछि भेरिएबल इज अ फ्याक्टर, अ ट्रेट अर अ कन्डिसन थ्रु विच अ एक्सपेरिमेन्ट क्यान भेरी, एक्सपेरिमेन्ट्स डेटा क्यान बी डिफरेन्ट। यहीलाई हामी के त भेरिएबल भन्छौँ। यस्तो भेरिएबल हामीसँग 3टा टाइपको छ। यस्तो त सिम्पल कुराले यहीँनिर बुझाएँ भने अलिकति मजा आउँदैन। मैले के गरेँ भन्दाखेरि यो 3टै भेरिएबल बुझाउनलाई यसको डिटेल त भनिहाल्छु। पहिला हल्का एउटा एक्सपेरिमेन्ट गरेँ, अघि पनि म एउटा उटपटाङ काम सुरुमा गर्दै थिएँ नि, त्यही पुरा गरेँ है त मैले। ल अब मसँग छ यहाँ एउटा के त हेर्नु त, एउटा मसँग लेभनटुक छ। लेभनटुक कहाँबाट आयो कसको आयो भनेर नसोध्नु होला, जो पनि मसँग आयो। ल हेर्नु त यो मसँग यो छ होइन, यहाँ मैले एउटा कागजको डल्लो हालेँ, अलिक ठुलो कागज छ, अघि सानो पनि उडाएको थिएँ मैले होइन। यसलाई मैले यसो हेर्नु त, यसको भ्याल्यु मैले के गर्नु सक्छु, जति मन लाग्यो मलाई तन्काउन सक्छु नि, जबसम्म यो तन्किन्छ तन्काउन सक्छु नि हो। भनिसके पछाडि यसको भ्याल्यु मैले के गर्न मिल्छ त सेट गर्न मिल्छ। अब मानौ म के हो एउटा युजर हो या एक्सपेरिमेन्ट गर्ने मान्छे हो, एक्सपेरिमेन्ट गर्दाखेरि यस्तो भ्याल्युहरू या यस्तो फ्याक्टर विच क्यान बी चेन्ज बाई युजर, म मेरो इच्छाले चेन्ज गर्न सक्छु भने यो के हो रे इन्डिपेन्डेन्ट भेरिएबल या स्वतन्त्र चर भन्छौँ हामी है त। अब यो भनेको जस्तै हामीले केही कुरा टेस्ट गर्दाखेरि नि, केही कुरा टेस्ट गर्दाखेरि यो के हो त कज हो, कारण हो क्या। यसको कारणले गर्दाखेरि यो के त पेपर यसरी फुत्त होतेर जाने हो नि। कहाँ पुग्यो, अब मैले यहीँनिर के राखेँ, यो लिचीको गेडा राखेँ, यो हार फाले थियो, ल ठिकै छ होइन त। यो लिचीको गेडा राखिसकेपछि अब हेर्नु त यो जति तन्कायो नि अघिको भन्दा के त अलिकति कम जाला नि, चिप्लो छ त। ल अघिको भन्दा के त त्यो अलिकति कम जान्छ हो। भनेपछि यो के त यो दुईटा, यो त्यो अघिको पेपर र त्यो लिचीको साइजमा फरक थियो होला नि हो, त्यो धेरै कुरामा फरक छ। अब त्यो अलिकति फेयर टेस्ट चाहिँ भएन, फेरि एकछिन है। ल मैले के गरेँ, यही पेपरलाई अलिकति सानो बनाएर फाल्यो भने यसको स्पिड अलिकति अलिअलि कभर गर्ने डिस्टेन्स अलिक परसम्म होला नि। भनिसकेपछि त्यो चाहिँ के भयो त यसमा फरक पऱ्यो नि, यसको जति तन्काइ हुन्छ त्यही अनुसारको के हुन्छ त यसको डिस्टेन्स पनि त्यति नै कभर गर्छ होला। अब भनेपछि यसको डिस्टेन्स कति कभर गर्ने भनेर त केले डिसाइड गर्यो त, रबरले हो नि, बुझ्नुभयो। रबरले के गर्यो त त्यसको डिस्टेन्स चाहिँ तय गर्यो नि। त्यही भएर यो जस्तै के त कारण हो, बुझ्नुभयो। इन्डिपेन्डेन्ट भेरिएबल भने के हो रे कारण हो। यसको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ के त हामीले टेस्ट गरिरहेको कारण चाहिँ यो हो। यो ग्राफ बनाउँदाखेरि जहिले पनि हामी के त एक्स एक्सिसमा राख्छौँ। यसरी ग्राफ बनायो भने यो एक्स एक्सिस हो नि, एक्स यो वाइ एक्स एक्सिसतिर चाहिँ राख्ने भयो यसलाई, बुझ्नुभयो। अनि यो इक्वेसन बनायो भने जस्तै हामीले लेख्छौँ नि एस इज इक्वल टु भी इन्टु टी लेख्छौँ नि, एस इज इक्वल टु भी इन्टु टी एउटा इक्वेसन हो नि, साइन्टिफिक इक्वेसन भेलोसिटीको होइन त। त्यसमा यो एस कहाँ छ त लेफ्ट साइडमा छ हो। यो एक्सपेरिमेन्टमा यो एस भनेको डिस्प्लेसमेन्ट चाहिँ के हो त हाम्रो इन्डिपेन्डेन्ट भेरिएबल हो नि, बुझ्नुभयो। लेफ्ट साइडमा राखिन्छ त्यही भएर लेफ्ट भेरिएबल भनिन्छ। यो भनेको के त प्रयोगकर्ताले या युजरले के त चेन्ज गर्न सक्ने भ्यालु। अनि यो भनेको के त कुनै पनि एक्सपेरिमेन्टको कारण हो, एक्स एक्सिसमा प्लट गरिन्छ। अर्को हामीसँग डिपेन्डेन्ट भेरिएबल छ, अघि मैले भनेको थिएँ नि यसको स्पिड या यसको यसले कति डिस्टेन्स कभर गर्छ यसमा भर पर्छ नि, यसको स्ट्रेचिङमा भर पर्छ नि। त्यही भएर त्यो चाहिँ के भयो डिपेन्डेन्ट भेरिएबल। त्यही भएर द फ्याक्टर द्याट इज मेजर्ड एज द रिजल्ट अफ चेन्ज, यसको यो चेन्ज गर्दाखेरि के रिजल्ट आयो त्यो चाहिँ के हो त यो हाम्रो डिपेन्डेन्ट भेरिएबल। र यसको चाहिँ के त इफेक्ट अर आउटकम भयो केही कुराको, के त यो कारणको चाहिँ के हो त यो के भन्छ हामी कारणको प्रभाव हो एउटा। अब यस पछाडि या कारणको के त नतिजा भन्छौँ नि त्यो। अब यो वाइ एक्सिसमा ग्राफमा यतातिर बनाइन्छ डिपेन्डेन्ट। अब एउटा एक्सपेरिमेन्टमा के हुनसक्छ डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट ठ्याक्कै एउटा हुनुपर्छ, त्योभन्दा बढी हुन पाइएन। र बाँकी एउटा भेरिएबल हामीसँग छ कन्ट्रोल भेरिएबल। कन्ट्रोल भने के कन्ट्रोलमा राख्नुपर्ने क्या, एक्सपेरिमेन्ट गर्दाखेरि युजरले कन्ट्रोलमा राख्नुपर्ने। किन कन्ट्रोलमा राख्नुपर्ने, यसको महत्त्व के छ त कन्ट्रोलमा नराखे के हुन्छ। अघि म देखाउँदै थिएँ नि लिचीको गेडा, यहाँ म पेपर राखेर एकचोटि हान्दा र लिची राखेर हान्दाखेरि अफकोर्स फरक पर्छ। किन
किनकि त्यो मेटेरियलले फरक हो नि, अर्कै कुरा हो नि। पेपर लाइट वेटको हुन्छ, त्यो त अलिकति हेभी होला भनेपछि हेभी भएपछि त अलिकति बिस्तारै के त यसै त्यसले एक्सपेरिमेन्टमा अर्को कज दिए नि, अर्को कारण पनि बन्दैन नि, त्यो चेन्ज हुनुपर्ने भनेपछि एउटा एक्सपेरिमेन्टमा के त यो हामीले कारण एउटा मात्र राख्नु पर्यो केले गर्दाखेरि। अब त्यो के भयो त एउटा कुनै हामीले के त टेस्टलाई चाहिँ या एक्सपेरिमेन्टलाई चाहिँ फेयर बनाउन के त सबैको लागि एकदम हितकारी बनाउनु लागि, ठिक बनाउनको लागि एउटा एक्सपेरिमेन्ट चाहिँ के त एकदम भ्यालिड र एक्युरेट रिजल्ट ल्याउनको लागि यसलाई हामीले के गर्नुपर्छ त कन्ट्रोल राख्नुपर्छ। त्यही भेरिएबललाई हामी कन्ट्रोल भेरिएबल भन्छौँ। यसमै अर्को मैले एउटा एक्जाम्पल एसईमा सोधिरहने गराएँ। जस्तै तपाईँसँग के छ, दुईवटा तपाईँसँग भाँडो छ, बुझ्नुभयो, साइज के छ बराबर छ। तपाईँले यो भाँडोमा ल्याएर के राख्नुभयो, माटो राख्नुभयो, माटो नि कति राख्नुभयो बराबर राख्नुभयो, बुझ्नुभयो, यो के हो माटो हो। फेरि तपाईँले यहाँबाट के त यसरी यो डट 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 गरेको के पानी हालिदिनु भयो यो भाँडोमा, पानी पनि ठिक छ। तपाईँले ल्याउनु भयो एक गेडो मकै, मकै ल्याएर यहाँ के त रोपिदिनु भयो, यो के त मकैको बिउ होइन त, बिउ पनि ल्याएर रोपिदिनु भयो। अब तपाईँले के टेस्ट गर्नु लाग्नुभयो भन्दाखेरि तपाईँले टेस्ट गर्नुपर्ने कुरा चाहिँ तपाईँ के को एक्सपेरिमेन्ट गर्दै हुनुहुन्छ भनेर बुझ्नु भन्दाखेरि जस्तै तपाईँले टेस्ट चाहिँ के गर्नु पर्यो, यसरी घाम छ, बुझ्नुभयो, यो घामबाट त लाइट आउँछ होला, बिरुवालाई त वृद्धि हुनको लागि घाम चाहियो नि ग्रोथको लागि। त्यो भइसकेपछि जस्तै यहाँ दुईटैमा यसरी तपाईँले बिउ सिउ खसालिसके पछाडि सबै मिलाएर राखिसकेपछि के त बिस्तारै उम्रिन थाल्ला हो। अनि जति अरू सबै ठिकठाक भइसकेपछि जति घाम बढी भयो के त बिरुवा त्यति नै छिटो बढ्छ होला नि। तपाईँलाई के टेस्ट गर्नु पर्यो, यो अमाउन्ट अफ सनलाइट, कति घाम आउँछ र के गर्नु पर्यो, यहाँ तपाईँले यसरी बिउ रोपिसकेपछि यहाँ बिउ रोपिसकेपछि बिस्तारै यो बिउबाट के त यसरी प्लान्ट पनि बन्न थाल्ला यसरी नै। अब तपाईँलाई के टेस्ट गर्न जहर जागेर तपाईँलाई भित्रैबाट के चुल्मच्यो त यो दुईटामा चाहिँ के त कुन चाहिँमा चाहिँ बढी के त याद गर्नु त कुन चाहिँ बिरुवा चाहिँ बढी हुन्छ या बढी ग्रोथ हुन्छ भनेर चेक गर्नु मन लाग्यो। अब एउटालाई तपाईँले के गर्नुभयो घामको नजिक लगेर राख्नुभयो, घाम बढी भएको ठाउँमा। अर्कोलाई के गर्नुभयो तपाईँले यसरी एउटा यस्तो छाया जस्तो बनाइदिएँ मैले भनेको घाम थोरै राख्नुभयो। अब मलाई भन्नु त यहाँ यसो कमेन्ट ठोकौँ त कुन चाहिँ बिरुवा चाहिँ छिटो बढ्छ या कुन चाहिँ बिरुवा चाहिँ कति बढ्छ त। अफकोर्स यो बिरुवा धेरै बढ्छ, किनकि अब घाम त चाहियो नि बिरुवालाई ग्रोथ हुनु। अब यहाँ तपाईँले भन्नु पर्यो यसमा इन्डिपेन्डेन्ट कुन, डिपेन्डेन्ट कुन, कन्ट्रोल कुन। अब इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट चाहिँ लेखिहाल्यो, एसएमै पनि सोधेको क्वेसन हो ल नि त। यसमा मैले नि एन्सर भनिहालेँ। अमाउन्ट अफ सनलाइट, अमाउन्ट अफ सनलाइट भनेको जस्तै तपाईँले घाममा ल्याएर पनि राख्न सक्नुहुन्छ या छोपेर पनि राख्न सक्नुहुन्छ नि, त्यो भनेको तपाईँले के त चेन्ज गर्न सक्ने कुरा हो नि। त्यही भएर त्यो के त इन्डिपेन्डेन्ट। अनि यो बिरुवाको के त ग्रोथको कारण हो नि यो सनलाइट भनेपछि त्यो इन्डिपेन्डेन्ट भेरिएबल भयो। अर्को कुरा याद गर्नु त यो जुन बिरुवाको वृद्धि, बुझ्नुभयो, यसको के त ग्रोथ अफ द प्लान्ट केमा डिपेन्ड गरिरहेको हुन्छ त अमाउन्ट अफ सनलाइटमा डाइरेक्टली डिपेन्ड गरिरहेको हुन्छ नि। भनेको यो चाहिँ के त यसको यसले गर्दाखेरि यो अमाउन्ट अफ सनलाइटले गर्दाखेरि के चेन्ज आइरहेको छ तपाईँले के त रिजल्ट निकाल्नु भएको हो नि। यो चाहिँ के त यो डिपेन्डेन्ट नै किन भनेको त यसमा भर पर्छ, बुझ्नु। अब यो के छ कम बढी भयो भने यसमा पनि कम बढी हुने गर्छ भनेर के त हामीले पत्ता लगाउन सक्ने भयौँ। अब यता यसो एउटा कुरा के याद गरौँ, यहाँ कन्ट्रोल भेरिएबल पनि छ होला नि। अघि मैले सुरुमा भनेको थिएँ नि त दुईवटा भाँडो ल्याउनु भयो, दुईटैको साइज बराबर। यदि एउटामा साइज यत्रो ठुलो बनाइदियो भए के हुन्थ्यो होला त, यहाँ तपाईँले जति नै माटो हाले पनि बराबर माटो हाल्यो भने के हुन्थ्यो त माटो फैलिन्थ्यो होला। अब माटोको नि त लेयर हुन्छ होला नि त, अलि माटो धेरै भयो भने जरा हाल्नु नि बिरुवालाई धेरै ठाउँ हुन्छ होला। यसमा के त माटो कुचुक्क भयो भने अलिक धेरै ठाउँ हुन्छ, यसमा अलिक फैल्यो भने के हुन्छ त हेर्नु त। अब यति मात्र यसको जस्तै थिकनेस यति मात्र भयो भने त्यतिमा मात्र जरा गाडेर पुग्यो त पुगेन नि, त्यसले फरक पार्यो नि। भनेपछि यो के हो कन्ट्रोल, तपाईँले भाँडोको साइज कन्ट्रोल गर्नुभयो। अर्को दुईटैमा मल बराबर हाल्नु भएको छ नि, मल बराबर हाल्नु भएको छ भनेपछि यदि एउटामा मल बढी एउटा मल कम हाले भए के हुन्थ्यो त, अब त्यो मलले नि त असर गरिदिन्थ्यो नि, त्यहाँ अर्को नयाँ कुरा आउँथ्यो, त्यो कन्ट्रोल राख्नु पर्यो। त्यस्तै गरी मलको टाइपमा पनि होला हेर्नु त, यो मल या जस्तै यो मैले के गरिदिएँ यहाँ मल हालेँ, यसलाई के भन्छौँ हामी इङ्ग्लिसमा फर्टिलाइजर। तपाईँले मलै लेख्दा नि भयो। फर्टिलाइजरमा नि कस्तो फर्टिलाइजर हाल्नु, जस्तै युरिया हाल्दाखेरि हलक्क बढ्ला, अलि अर्ग्यानिक मल हाल्दाखेरि थोरै बढ्ला, कुरा त्यो हो नि त होइन त। त्यस्तै गरी यहाँ हेर्नु त तपाईँले अर्को हालेको बिउ, अनि एउटामा ल्याएर के त मकैको बिउ हाल्ने, अर्कोमा बाँसको बिउ हाल्यो भने के हुन्छ त बाँस त हलक्कै बढेर जान्छ, मकै बढ्छ त बढ्दैन नि। जुन जुन कुरा तपाईँले एक्सपेरिमेन्टमा के त एकदम चटक्क मिलाएर राख्नुपर्छ या कन्ट्रोलमा राख्नुपर्छ त्यो कन्ट्रोल भेरिएबल। यसमा बुझ्यो अमाउन्ट अफ सनलाइट इन्डिपेन्डेन्ट किन त
यो भनेको यसले गर्दाखेरि अर्कोको के त ग्रोथ हुने हो नि। अनि यो के त डिपेन्डेन्ट भेरिएबल के हो ग्रोथ अफ प्लान्ट, किन त यो ग्रोथ अफ प्लान्ट चाहिँ अमाउन्ट अफ सनलाइटमा डिपेन्ड गरिरहेछ। र कन्ट्रोल भेरिएबल के त यहाँ मैले जुन कुराहरू कन्ट्रोल गरिरहेको छु। यति कुरा बुझिन्छ? बुझिँदैन भने सोधौँ है त।